हेलो सबैजनालाई नमस्ते। म आज तपाईहरुलाई सिकाउन गइरहेको छु र केही कुरा भन्न गइरहेको छु। नेपाली अक्षर कसरी लेख्छ र कुन ठाउँमा कुन अवस्थामा कसरी लेख्छ, कसरी समाउने ब्रस भन्ने कुरा म तपाईहरुलाई आज केही कुरा जानकारी गराउन गइरहेको छु। जुन सबैभन्दा पहिला हामीले ब्रसले लेख्दाखेरि एकदमै स्मुथ तरिकाले, हल्का तरिकाले लेख्नुपर्ने हुन्छ र हामीले छड्के तरिकाले समाउने र लास्ट छोड्ने बेलामा बिस्तारै स्मुथ तरिकाले, हल्का तरिकाले छोड्नु पर्दछ र कुन अक्षरमा कुन तरिकाको कुन साइडमा सानो, ठुलो, मोटो, कहाँ पातलो बनाउने भन्ने कुरो म तपाईहरुलाई यो भिडियो मार्फत देखाउन गइरहेको छु। कृपया राम्रोसँग हेरिदिनु होला र अन्तिममा कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। मलाई लाग्छ जहाँसम्म मैले यो बनाएको भिडियोमा तपाईहरुलाई केही कुरा जानकारी हुन्छ भन्ने मैले आशा गरेको छु। कृपया ध्यान दिएर हेरिदिनु होला अन्तिमसम्म। आफ्नो जुन मैले आफ्नो भन्ने शब्द लेखेको छु हेर्नु होला राम्रोसँग। कुन ठाउँमा कुन अक्षरमा कसरी घुमाएको छु भन्ने कुरो लेख्नुभन्दा पहिला, सबैभन्दा पहिला के त हामीले लाइनिङ कोर्नुपर्ने हुन्छ। लाइनिङ कोर्यो भने साइजहरू मिल्छ, तलमाथिको, दायाँ बायाँ, यो सर्फेसमा कति लेख्नुपर्ने हो त्यो कुराहरू चाहिँ के त पहिले नै खाका कोर्नुपर्छ पेन्सिलले अथवा हैन, तपाईहरुसँग के सामग्री छ त्यो अनुसारले लेख्नु होला र त्यसकै माथि लेख्दै जानुपर्ने हुन्छ। मैले के कुरा तपाईहरुलाई यहाँ देखाउन गइरहेको छु र धेरै कुराहरू तपाईहरुले जानि पनि सक्नुभयो होला। ब्रस समाउने तरिकाहरू कसरी गर्ने, कुन अक्षरमा कसरी घुमाउने, ह्रस्व दीर्घहरू कसरी लेख्ने भन्ने कुराहरू यो भिडियो हेरेर केही मात्रामा हजुरहरूले जानकारी पाउन सक्नुहुन्छ। ह लेख्ने तरिकाहरू, रु लेख्ने तरिकाहरू हैन, हामीलाई विशेष गरेर नेपाली अक्षर लेख्न एकदमै सजिलो छ। यसको सानो केही टिप्सहरू हुन्छ, त्यो टिप्सहरू म तपाईहरुलाई देखाइरहेको छु। कृपया राम्रोसँग ध्यान दिएर हेरिदिनु होला। ल लेख्ने सम्बन्धमा ल जसरी पनि लेख्न सक्नुहुन्छ, आफ्नो एउटा स्टाइल हो। मैले चाहिँ यो स्टाइलले ल लेखेँ र तपाईहरुले अर्को स्टाइलले पनि लेख्न सक्नुहुन्छ। तपाईहरुलाई कसरी राम्रो लाग्छ, कुन तरिकाबाट लेख्दा राम्रो लाग्छ त्यो तरिकाले लेख्नु होला। यो चाहिँ मैले क लेख्दैछु। यो एउटा सेन्टेन्स हो, एउटा वाक्य हो। यो कसैले भनेका भनाइ हुन्, आफ्नो गल्तीहरू के त लुकाउनु आफैलाई। यो अलिक लामो भएको हुनाले गर्दा अलिक अक्षरहरू सानो देखियो होला, तपाईहरुलाई अप्ठ्यारो फिल भयो होला। जहाँसम्म तपाईहरुलाई बुझ्ने तरिकाले केही कुराहरू जानकारी होस् भनेर यो भिडियो तपाईहरु समक्ष
ल्याएको छु। मैले चाहिँ यसरी लेखेँ। यो लेख्ने छुट्टै छुट्टै डिजाइन हुन्छ, आफ्नो तरिका हो। मैले चाहिँ यसरी लेखेँ। तपाईहरुलाई कस्तो लाग्छ अन्तिममा प्रतिक्रिया दिनु होला। र जानुभन्दा पहिला लाइक सब्स्क्राइब गरेर धेरै नभए पनि थोरै केही सपोर्ट मिल्छ भन्ने आशाले सब्स्क्राइब गरिदिनु होला भन्ने म तपाईहरुलाई विनम्र अनुरोध गर्दछु। मैले मेरो भिडियोहरुमा जति पनि पेन्सिल आर्टहरु गर्न सिकाए, गरेर पनि देखाए, र आज म तपाईहरुलाई नेपाली अक्षर ब्रसले कसरी लेख्ने भन्ने कुरो म तपाईलाई देखाइरहेको छु। यो अक्षर इनामेलको सहायताले लेखिरहेको छु। कृपया राम्रोसँग ध्यान दिएर हेर्नु होला। ध लेख्ने तरिका पनि फरक छ। मैले चाहिँ यसरी नै लेखेँ। अर्को तरिकाले पनि लेख्न सकिन्छ। हामीले जहिले पनि माथिको डिक तान्दाखेरि, लाइनिङ तान्दाखेरि स्मुथ तरिकाले दायाँ बायाँ कहीँ कतै धेरै दबाउने, कतै थोरै दबाउने होइन। एउटै लाइनबाट सकेसम्म 2 चोटि 3 चोटि दोहोऱ्याएर तान्यो भने राम्रो फिनिसिङ आउँछ। त्यसैले मैले पनि राम्रो फिनिसिङको लागि 2 चोटि 1 चोटि मैले थप दोहोऱ्याइ लाइन तानिरहेको छु। विशेष गरेर हाम्रो जहिले पनि लाइनमा चाहिँ एकदमै ख्याल गर्नुपर्ने हुन्छ। लाइन बाङ्गो भयो भने अक्षर राम्रो हुँदैन, राम्रो देखिँदैन पनि। सो तपाईहरुले पनि माथिको डिगलाई चाहिँ जति सक्दो सिधा सफा ढङ्गले चाहिँ लेख्नु होला। यसो गर्यो भने राम्रो पनि हुन्छ। हरेक अक्षर लेख्दाखेरि जहिले पनि हामीले सफा र फिनिसिङ दिएर राम्रोसँग मेहनत गरेर लेख्यो भने चाहिँ के त राम्रो देखिन्छ। आफ्नो गल्तीहरू लुकाउनु आफैलाई धोका दिनु हो है त गाइज। मैले यो रातो कलरले लेखेको छु पहिलो सर्फेसमा।
पहेँलो सर्फेसमा चाहिँ रातोले धेरै नै निकै नै सुहाउँछ, राम्रो पनि देखिन्छ भनेर मैले रातो युज गरेँ। र तपाईँहरूले अन्य कलरहरू पनि युज गर्न सक्नुहुन्छ, जस्तो कि हरियो निलो पनि राम्रै देखिन्छ, राम्रै म्याच गर्छ। ध्यान दिएर हेरिदिनुहोस् है गाइज, मैले कसरी लेखिरहेको छु भन्ने कुरो तपाईँहरूलाई केही कुराहरू जानकारी होस्, थाहा होस् भनेर मैले तपाईँहरूको समक्ष यो भिडियो प्रस्तुत गरिरहेको छु। मैले चाहिँ यसरी लेख्दै गर्छु। आफ्नो गल्तीहरू लुकाउन आफैलाई धोका दिनु हो। यो लाइन मैले भगवत गीताबाट सम्मान गरेको। मैले यहाँसम्म धेरै निकै नै भिडियोहरू बनाएर हालेको छु। मैले कहिले पनि भोइस रेकर्ड गरेर चाहिँ लगाएको थिइनँ। आज मैले तपाईँहरूको समक्ष मेरो फर्स्ट भोइस रेकर्डमा एउटा भिडियो तयार पारेर लिएको छु। कस्तो लाग्छ होला, मलाई खासै बोल्न त जान्दिनँ, तर पनि तपाईँहरूले मेरो यो आवाजलाई, मेरो यो बोल्ने शैलीलाई कस्तो लाग्छ होला प्रतिक्रिया पनि दिनु होला। त्यो पनि मेरो यो फर्स्ट टाइम हो। तपाईँहरूको सानो प्रतिक्रियाले, सानो कुराले गर्दाखेरि मैले अघि बढ्ने हौसला मिल्नेछ। भगवत गीता। धन्यवाद तपाईँहरूलाई यहाँसम्म मेरो भिडियो आएर हेरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। मैले जे जति जानेको कुराहरू मैले तपाईँहरूलाई सेयर गर्नु पाएँ, यसैमा म निकै नै धेरै नै आभारी छु, खुसी छु। मलाई अहिलेसम्म यहाँसम्म आएर सपोर्ट गरिदिनु भएकोमा सबैजनालाई धन्यवाद।